घाँटीमा बोक्नु अरे हो मेरो छोरीलाई घाँटीमा भयो अनि घाँटीमा बोकिरहेको छु त अनि भुँडीमा ढाडमा होइन घाँटीमा माथि घाँटीमा ए ल ल ल हाई गर भइरहेछ गर न यहीँबाट यहीँ हो क्या यहाँ देखिरहेछ त छैन ल ल ल पाल्मा छोरी तिम्रो स्कुल हो यो स्कुल यो चाहिँ पाल्मा छोरीको स्कुल है यस्तो छ अनि आज तिमी स्कुल किन नआएको तिमी आज किन स्कुल नआएको बहिनी आएको छ तिम्रो स्कुल हो यो पाताङको बहिनीको तिम्रो चाहिँ होइन तिमी स्कुल नआउने अबदेखि स्कुल जाने ए त भोलिदेखि स्कुल आउनुपर्छ ल हस् म स्कुल जान्छु जहिले भन न जहिले आज चाहिँ चोक गएको होइन मम्मी बाबासँग भन न मम्मी चाहिँ माथि हिँड्दैछ मम्मी माथि पुगिसक्यो हामी चाहिँ मुनि हेर्दै गर्नुहोस् भन न हेलो नमस्ते हजुर सबैजनालाई श्री पवित्र युट्युब च्यानलमा वेलकम छ अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छु अनि आज चाहिँ धेरै दिनपछि चाहिँ भिडियो लिएर आएको छु हामी चाहिँ आज बाउ छोरी अनि आमाहरू चाहिँ अगाडि जाँदैछ पर अनि आज चाहिँ हामी चोक जाँदैछौँ चोक के गर्नुलाई पाल्मा भन न के गर्नुलाई चोकमा गएर के खाने मोमो खाने अरे चोक गएर अनि मोमो चाउमिन केक खाने अरे मेरो छोरीले चाहिँ नो खाऊ मोमो अनि यहाँनिर तातो भयो भनेर अचार चाहिँ दिएको छैन खप्नु अरे चाउमिन बनाउँदा हो ल्याउ डस्टबिनमा हाल्नुपर्छ हस् डस्टबिनमा हाल्नुपर्छ हस् यता हेर न के पियौ तिमीले के लिच्ची जुस देखाउ त ए लिच्ची जुस खाएको खोइ डाल्दा के दियो हौ मम्मीले पाल्मा खोला त खोल्नु सकेन हौ छैन के पनि अर्को छ अर्को यहाँ खेल्ने सामान छ पाल्मा छोरीको के पर्यो गाडी पर्यो खै त देखाउ त गाडी परेछ नि न यो पनि यहाँ राख न पाल्मा छोरी के खानु भएको आइसक्रिम हो सबै पोख्यो त चुइन थालेछ खाऊ चुइन थालिसक्यो दादालाई चाहिँ लाग्दैन भने न यो गाडी दादालाई दियो गाडी दादा गाडी न हातमा छ ए हातमा छ अरे आइसक्रिम यो आइसक्रिम हो कस्तो आइसक्रिम हो यो बरफ हो बरफ आनीले किनिदिनु भएको ए थ्याङ्क यू आनी भन न आनीलाई थ्याङ्क यू
मुखैभरि लाग्यो त नि लाग्यो केले पुसे रुमाल त छैन ल गऱ्यो मैले समाते स्याटमा खाऊ ख्याल दिन्छु फोर सक्यो पाल्मोसरी सक्यो कोही खुट्टामा लाग्यो क्या त्यसो खोलो सक्यो बाई गर्छ नि त बाई गर न छिटो बाई त चप्पल नि कति राम्रो पाल्मोको चप्पल बाई गर न बाई गर न बाई गर बाई ए